यस्तो हुँदो रहेछ नानी भिडियो बनाउनु पर्यो यो बियरिङ फेर्न भने बियरिङ भने कुन चाहिँ हो बियरिङ यहाँ भित्र मोटरमा हुन्छ बेरिङ पनि हुँदो रहेछ त के फ्यान यही रहेछ घुम्ने फनाना लगाएर यसको ए यो चाहिँ के हो र कालो जोड्ने हो र त्यसलाई जोड्ने नै होइन रहेछ नि त्यसलाई यसलाई जोड्ने नै होइन रहेछ त पानी हालेर हेऱ्यो अरे म हो त्यो नचल्दा यो 2 इनमा लाउने रे त्यो यो नै चलेन कि यही फुइ फुइ घुमिरह्यो अनि अहिले चाहिँ त्यस्तो हुने ए यस्तो हुँदो रहेछ यहाँ भित्र त गुदी फुदी के यस्तो रहेछ यो त यस्तै हो रहेछ नि बा त्यहाँ त केही नै रहन्छ जोड्ने त बिचरा कम माया छ बालाई तपाईँलाई कम माया छ माया छैन पैसा कम परेछ त्यो बेलामा आफूलाई बचेर यसले हो भन्नु न आफूलाई बचेर यसले हो भन्नु न यसरी बचिरहेको छ आफूलाई कस्तो फोहोर के अरे उरिएछ है कालो भएछ करेन्ट आउँछ है बा त्यो मिस्त्री सिकिराख्नु पछिल्लो काम लाग्छ के खोजे तपाईँले ऊ किला खोल्ने चाहिँ उतापट्टि तपाईँकै छ त ऊ यो नि कस्तो फोहोर रहेछ नि यो जाली के भन्छ नयाँ फेर्दैन सफाइ नगरे हो सफा त गर्दै होला यो कतिमा 100 रुपियाँ आउँदाखेरि हैन तपाईको हेर्नुस् कस्तो गर्दैछ यार लिएर आउँदा त वै झन् हामीले मजाले समाएर कतै उ भएको थिएन के भने हो ल्याउँदाखेरि ल्याउँदाखेरि त यो भरेछ नि आमा है काई बिस्तारै लिएर झन् आफैले आड बनाएर यो सर्भिसिङ चाहिँ कति महिनामा गरिरहनु पर्ने हो वर्षमा भनेर भन्थ्यो अस्ति हुँदै हजुर सर्भिसिङ त अब 6 महिनामा यो बाइक जस्तै त हो नि ए यस्तो हुँदो रहेछ आमा त्यहाँ नछुनु अहिले हात फेरि जाला गट्टो चल्छ होला त्यो गट्टै नचले यही मात्र खै घुमिरह्यो अनि यो पनि यता निस्किएको किला